गिटार बजाउँदै बसिरहेको रहेछ मामा भन्न ए अन्त मामा त यहाँ पो रहेछ के हाँसुर त अन्त भिडियो बनाउँछु भनेको तपाईँले अन्त यो दसैँ भरि चाहिँ अन्त गिटार बजाउँदै बसिरहेको रहेछ कन्टेन्ट सोच्नु भएको छैन तपाईँले कन्टेन्ट अन्त खोइ तैँले के पनि भनिरहेछ त अन्त कि सोचेको छस् तैँले सोच्न सोचेको छु न मामा मैले के तर एउटा कुरा चाहिँ के भने त मामा के हो म चाहिँ नि सोच्दै थिएँ कि मामा अब चाहिँ नि कन्टेन्ट पनि भेट्दैन हो वाक्कै भइसक्यो अब चाहिँ नि उयो गरौँ भनेको मुकबाङ गरौँ न मुकबाङ कि मुकबाङमा चाहिँ भ्यू चाहिँ यति बेसी आउँछ जहिले मुकबाङमा त्यो आमा धैले मुकबाङ हेरेपछि बहिनी धैले मुकबाङ हेरेर मुकबाङ गरौँ ल मुकबाङ आज मुकबाङ गरौँ ल मुकबाङ ल गरौँ न अन्त मुकबाङ त भन्दैछु कि मामा सामानै छैन के खानु पर्ने कोलाई पठाउनु पर्ने के गरौँ हौ फेरि यस्तो सोच्दैछु भिडियो लागि कन्टेन्टै छैन के गरौँ हौ मामा के गरौँ मुकबाङमा मुकबाङ त भन्यो कसरी गर्नुपर्ने हौ होइन के हुँदैछ भन मामा बोल्दैन त के भयो होइन मामा उता फर्किरहेको छ त किन नबोलेको उता फर्किरहेको मामा किन उता फर्केको यतिकोले पनि भएन चाहिँ अब गर्दिनँ म मुकबाङ यतिकोले पनि भएन चाहिँ अब गर्दिनँ म मुकबाङ